सबैजना नमस्ते। आज हामी मोमो खाँदैछौँ। यो मोमो बनाउने धेरैजना हुनुहुन्छ मोमो बनाउने। यहाँ यसो गर्ने के पहिला सामान्य यस्तरी हैन अनि यस्तो एक छेउले टाल्ने यता साइड केही नगर्ने सार्दै गर्ने यता टाल्ने यहाँ अब भान्जी अलि लजाउनु हुन्छ हैन युट्युब। हामीहरू आज घरमै मोमो बनाएर खाँदैछौँ। बनाउनु सुरु हुँदैछ मोमो बनाउनु। श्रिया यता हेर हाई गर्दै भलक बन्दै आएको भलक। पहिलो नम्बरमा पाक्दा बित्तिकै 1 प्लेट मोमो खाने हाम्रो श्रिया। त्यसपछि म त्यसपछि म हेलो भाइ मोमो खाने भनेर मक्खै छन् केही छैन मक्खै छन्। भान्जी पनि जन्ममा नै मक्खै हुनुहुन्छ। भान्जी भोलि युट्युबमा बाइ जाने अब के गर्नु सब्सक्राइब गर्दैन मेरो एका फेरि त भाइ हेर्नु डल्लाहरू त मोमोको डल्ला हो त्यो मोमोको डल्ला होइन त्यही कुड्का नि उयो त हो। अनि त्यो पिठाको डल्ला अनि त्यसपछि मोमोको डल्ला कहाँ डिलिट हुन्छ। मोमोको डल्लाहरू होइन योभन्दा राम्रो के चाहियो राम्रोसँग पाकै हुन्छ। घरको राम्रो हुन्छ नि त बजारको भन्दा। यी गाइज हामीहरू मोमो खाएर हजुरलाई देखाउने छौँ है। मोमो खाएर हामी हट्दैछौँ। आज यहीँ बस्ने क्या हुँदैन क्या आज 3 जना यहीँ बस्ने हो है भान्जी के यहीँ बस्ने क्या। एक्लै बसी के हो त नि। ल गाइज हाम्रो मोमो बन्दैछ यो किमा बनिसकेको छ। अनि त्यसपछि यो मैदा त्यसपछि भान्जी ट्राई गर्न रोटी बेट्दै हुनुहुन्छ। त्यसपछि हाम्रो यतातिर बुढोजी पनि उ गर्दै बुढो होइन म कुक हो सेफ 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 कुक 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 डल्लो बनाउँदै हुनुहुन्छ। हात भान्जी पनि मक्खै हुनुहुन्छ। गयो त भिडियोमा गयो यतातिर फेरि अचार पनि पर्दैछ। सब देखाउनु पर्यो नि हाम्रो गाइजहरूलाई साथीहरूलाई। फेरि भोग लगाइसक्यो होला है। भोग लाग्यो धेरै भोग लाग्यो धेरै भोग लाग्यो। अब मोमो खाने एकछिनमा भोग लाग्नुलाई बर्फ त खासै गरेन म लास्टै पातलो पिठै कम्ती खाइहाल्यो के गर्नु। यो पुग्ने पुग्दैन पिठो पनि पुग्छ अरू पिठो छैन के पिठो त पुग्छ किमा पुग्दैन होला। किमा नि पुग्छ हात त भएन त छोरी एकछिनमा उठ्छ होला के खुवाउने ल बनाएर राम्रोसँग बनाउनु कि कुक कुकम्यान कुरम्यान हो आफ्नो मुखबाट त रसाइसक्यो गाइस के गर्नु। हजुरहरूलाई देखाएर खानुपर्छ। खाऊ खाऊ